पोइन्ट टेक्स्ट साइज सानो ठुलो बनाएर कसरी टाइपिङ गर्न सकिन्छ ल्यापटपमा भनेर हजुरलाई मैले ल्यापटप मार्फत बताउन गइरहेको छु। मैले चाहिँ यहाँ अलरेडी टाइपिङ गरिसकेको छु। सबभन्दा पहिला हजुरहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि सुरुवात म बताउन गइरहेको छु है। यहाँ सेभ भनेछ, मैले यहाँ डन्ट सेभमा क्लिक गरेर म सुरुवात हजुरहरूलाई बताउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिला विन्डो प्लस आर थिच्ने, त्यसपछि यहाँ एमएस पोइन्ट टाइपिङ गरेर ओके गरिदिने। त्यसपछि यस्तो ओपन हुन्छ। यहाँ यो ओपन भइसकेपछि हामीले चाहिँ यसलाई जुम गरेर ठुलो पनि बनाउन सकिन्छ। यहाँ जुम गर्ने, त्यसपछि यसलाई यसरी बढाइदिने। अब यहाँ अल्फाबेट ए देखाइरहेछ, यहाँ क्लिक गर्ने, त्यसपछि हामीले अब यसलाई हामीले यहाँ अब टाइपिङ गर्न सकिन्छ। हेलो, यसमा बेलेगमा भयो। त्यसपछि हामीले कलर चेन्ज गर्न पर्यो भने यहाँ रेडमा क्लिक गर्ने, त्यसपछि हेलो गाइज, यसरी हामीले कुनै पनि कलरहरू चेन्ज गरेर टाइपिङ गर्न सकिन्छ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो, हेल्पफुल लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला। थ्याङ्क यू।